आज म आफ्नै नगरपालिकाको विषयमा बोल्न गइरहेको छु। 2 दिन अगाडि त्यहाँका स्थानीय नागरिकहरूले चाहिँ बाटोको अवस्था यस्तो छ भनेर त्यहाँको सम्बन्धित निकायलाई जानकारी गराउँछन्। हेर्नुहोस्, नम्बर 2 बाटोको अफिस अगाडि यहाँ 50 मिटर दूरीमा बाटोको अफिस छ। तैपनि बाटोको हालत यस्तो छ। त्यहाँको सम्बन्धित निकाय मुखदर्शक अर्थात् लाटो भएको यथार्थ प्रमाण यो न्युज हेर्नुहोस्। धन्न भवितव्य दुर्घटना हुनबाट बचेछ। जे होस् भगवानले साथ दिनुभएछ। यदि यहाँ ठुलो दुर्घटना घटेको भए त्यसको जिम्मेवारी कसले लिने? त्यहाँका सम्बन्धित नागरिकहरूले जानकारी गराउँदै पनि त्यहाँको सम्बन्धित निकायले चाहिँ त्यसको चाहिँ व्यवस्था गरेपछि बेलैमा ख्याल गर्नु होला, हैन? जनता अहिले सोझो छन् भनेर तपाईले चाहिँ यसरी हेप्ने प्रयास नगर्नु होला। यदि जनता जागे भने, हैन, जनतालाई चाहिँ फेरि त्यो कुरामा चाहिँ आक्रोशित हुनु पर्यो भने त्यसको परिणाम भोग्नलाई तपाईहरुलाई गाह्रो हुन सक्छ। त्यसैले जनताको जुन त्यो गर्नुपर्ने न्यायको लागि तपाईहरुले चाहिँ आफ्नो काम अगाडि बढाउनु हुने